नटराज तिमीलाई म छु क्या केही फरक पर्दैन ए कहाँ लाग्यो कहाँ हिँड्यो कता हिँड्यो कता यो यत्रो सानो सानो मैया त कता हिँड्नु भएको दाइ बसेर पुरानो उता साइडमा यो यत्रो सानो बैनीलाई लिएर कहाँ हिँड्यो हैन सुन्न मैले तपाईको जेठी बहिनी नमानेपछि मैले साली लान पाउँछु जेठी बहिनी नमानेर कान्छी बहिनी लिएर जान पाउनुहुन्छ तपाईले तपाईको जोडा मिल्छ यो तपाईको बच्चा जस्तो मान्छे छोरी जस्तो मान्छे के गर्नु भयो केही फरक पर्दैन उमेर पुगेको तपाईलाई फरक नपरेर हुन्छ तपाईकै बहिनीलाई सोध्नुस् मैले यिनलाई जसरी हुन्छ खुसी राख्छु के हो नानी के हो बहिनी पारा यो ह के हो बा के हो ह के हो पारा यो नगर्नु के म दिदी म भेनासँगै जान्छु के हो तिम्रो बुद्धि के भएको ह केही भएको छैन के हो भेना तपाईको चाहिँ पारा नि दिदी हुँदाहुँदै साथी हुँदाहुँदै अनि साथीकै बुझिन उडाइदिने नानी मैले तपाईहरुसँग कति चाहिँ नि बुद्धि त रहेन छ नि थाउ तपाईको यति सानो बच्चा लिएर हिँड्नुहुन्छ हट भएन नि त यस्तो पारा त हैन तिम्रो चाहिँ के भएको नि उ भन्दा म 2-4 वर्ष दाजु होला के फरक पर्छ त सुहाउँदैन नि त जोडी सुहाउँदैन दिदी लानुभयो दिदीलाई अर्की बहिनी लिएर जानुभयो दुःख दिनुभयो फेरि अर्की बहिनी लिएर जाँदै हुनुहुन्छ हाम्रै आँखा अगाडि यस्तो मिल्दैन नि थाउ यस्तो के किनभनेदेखि हजुरहरूले मेरो दुःख मेरो भावना ज्वाइँले चिन्नु भन मेरी सालीले मलाई चिनिन् अब त झन् मजाले चिन्यो पहिले मेरो ठुली बहिनीलाई माया गर्नु भएन फेरि कान्छी बहिनी लिएर जान्छ कति चिन्ने हो हामीहरूले चिन्ने कति तपाईले फकाउनु भयो होला फक्लाई फुस्लाई गर्नु भयो होला नि उ त सानो मान्छे फकी होली नि हेर्छ न हजुर ठुलो मैयालाई धोका दिएर त्यस्तो झुत्रे झाम्रे लुगा लगाएर अहिले यस्तो हिरो जस्तो भएर आएर अनि सानो बहिनीलाई फकाएर सानो मैया पो लान लाग्नु भएको छ दिदी ए तपाईहरुले तपाईको नियत त हैन मलाई नियत मधेस थाहा पाइयो दाइ मलाई तपाईहरुले पहिला चिन्नु भन क्या तपाईकी त्यो बहिनीले मलाई दोष लाकी अब चिन्यो नचाहिने कुरा अब चिन्यो आरोप लाग्यो अब कति चिन्यो? यता बसाउ तपाई उता बस्नुस् न बिचारो बहिनीको नि त चाहनै छ बुझ्दिनुस् न तपाईहरुले सानो मैया तपाईँ भिनासँग जानला हो म भिनाजुसँगै जान्छु के अरे गाला सानो पड्काउ के भनि यसले बिना तपाईहरुले सुन्नुस् हातपात गर्ने काम नगर्नुस् तपाईहरुले त्यो उसको मन्जुरी छैन भने तपाईहरुले जे पनि गर्न सक्नुहुन्छ उल्ले चाहिँ उमेर पुगेकी चेली अनि हाम्रो घरमा तपाईको मन परि चल्छ त किन मन पर्यो हुन्छ यो अनि मेरो ठुली बहिनी खोइ तपाई ठुली बहिनी खोइ फेरि सानी बहिनी लिएर जाने तपाईले कसरी छोड्ने हामीहरूले तपाईकी ठुली बहिनीलाई तपाईहरुले चाहिँ हुँदैन म दिँदैन भनेर चाहिँ त पालेर चाहिँ तपाईहरुले माइतमा राखेर पुण्य कमाउने जस्तो भइसकेपछि मेरो नि त जिन्दगी छ नि अनि अरु केटी पाउनु हुन्थ्यो होला नि त उसैको बहिनी चाहिँ किन भगाउँदै हुनुहुन्छ त नि ए बाबा मलाई जो मेरी सालीको तपाईँ साली घरवाली के फरक पर्छ अनि तिम्रो चाहिँ बुद्धि के भएको यिनको बुद्धि हेर न बुद्धि यिनको दिदी माथि त्यति दुःख पाएर आँसु बगाएको दिदीले त्यत्रो दुःख पाएको चाहिँ बिर्स्यौ त्यही भएर पो ऐछु पो लागेर बस्तिरहेको तपाईहरुले मलाई चिन्नु भन क्या भिनाजु कस्तो छ कुन क्वालिटीको हो कुन खानदानको कुन घरको हो भन्ने कुरो उनले चिनिन् मेरो चाहिँ नि यतिको भएपछि मेरो जिन्दगी सुखमय जान्छ मैले सुख पाउँछु भनेर उनले मलाई चाहिँ नि साथ दिएकी हुन् बुद्धि भ्रष्ट गरी चाहिँ कान्छीले पनि लु यस्तो चाहिँ हुँदैन है अब हुँदैन न दाइ म हजुरलाई हात जोड्छु म ज्वाइँ हो हात जोड्छु म हिजोको पनि ज्वाइँ हो आजको पनि ज्वाइँ हो तपाईहरुलाई इज्जत छ गाउँ टोल समाजले सम्मान गर्छन् मान प्रतिष्ठा छ खानदानी तपाईहरु हो भनेदेखि अब मैले नल्याउने बहिनी लिएर आइसकेँ अब राम्रोसँग मलाई टिको टालो गरेर बिदाबादी गरेर पठाउने काम गर्नु टिको टालोको कुरा हुँदैन जोइ साहब सक्नुहुन्छ मनाउन सक्नुहुन्छ भने ठुली बहिनीलाई बनाएर लानुहोस् यो हुँदैन यो कान्छी बहिनी हुँदैन कसरी छोड्नु हामीहरूले जेठी बहिनीले त्यस्तै दुःख पाइ कान्छीले त्यस्तै दुःख पाउने अब दाइ म एउटा कसरी छोड्ने हामी सुन्न म यति कुरा भन्छु हुन्छ अब सबै कुरा मैले डिसिजन गर्ने तपाईले डिसिजन गर्ने हैन तपाईकी बहिनीले गर्ने ल भन सोध्नुस् सानो मैया मैले गर्दा यो सानै छ कसरी गर्छ यसले यो सानै छ अहिले यसको उमेर सानो भए देखुन भिनासँग जान्छन् फकाउनु भयो होला ललाई फकाइ गर्नुभयो तपाईले बच्चा हो बच्चै हो यो बच्चा हो ललाई फकाइ गर्नुभयो दिदीलाई पनि त्यही गरेर ललाई फकाइ गरेर बिहा गर्नुभयो दुःख दिनुभयो कान्छी पनि लाँदै हुन्छ फेरि त्यस्तै दुःख दिनलाई हामीले जुन बाचा छ हाम्रो जुन शर्त छ तिम्रो चाहिँ नि दाइरा भाउजूलाई भन्देऊ तिम्रो मुखबाट सुन्न पाइयोस् ल भन्देऊ सानो मैया छै बहिनी तेरो सानो मैया जाने न खोज्या हो भिनासँग हो कि होइन हो जाने हो म भेनासँगै जाने हो नत्र म मर्छु नगई छोड्नु न छोड्दिन मर्छु न ल र हात खुट्टा बाँधेर पाता फर्काएर राख्छु म कसरी मर्छौ अनि म त उहाँसँग जान पाएँ ल चल मर्छु त्यसो नगर हातमा हाल्नुस् अब हातमा हाल्नुस् उसले उसको मन छ उसले चाहिँ नि वचन दिइसकिन् उसले हात नगरोस् अब तपाईहरुले यहाँ मलाई फेरि गाह्रो हुन्छ हुँदैन हुँदैन यहाँ जान पाउनुहुन्न सुन्नुस् अब दाइ म हजुरलाई अझै पनि कान्छी आजदेखि हाम्रो माइतीको दैलो अब टेक्नु नि पर्दैन
दाइ अब जान पाउनु हामी मऱ्यौँ भनेर सोच्यौँ दाइ सुन्छु हजुरहरूले जेसुकै अहिले हामी आफ्नै परिवार मात्रै छौँ हेर्नु यो हेर सुन्नु न त्यसो नगर्नु दिदी हजुर त्यसो हातपात नगर्नु न बिचारा जस्तो हिजो तपाईँ चाहिँ एउटा छोरी मान्छे मर्न बुझ्न सक्नुहुन्न तपाईँ पनि यस्तै उमेर आएको हो नि तपाईँ ल जानु पर्दैन बहिनी खुरुक्क भित्र जा दादा हजुरले के भने म पहिला पनि हजुरकै जाइ थिएँ अहिले पनि मेरो मात्रै खुसले होइन यो भएको क्या हजुरको स्वयं बहिनीकै खुसले पनि हो हजुरलाई त्यस्तो लाग्छ भनेदेखि आफ्नै बहिनीको मुखबाट सुन्न सक्नुहुन्छ हामी किन यस्तो गर्दैछौँ भनेर यहाँ भन्दा हजुरलाई मैले अरू के भन्न पर्छ आफ्नै सामान खोटो भइसकेलाई के देख्दिनु दादा सानै बच्चादेखि हुर्काएँ आएर यो घरमा केही राम्रो गर्छ भने कि के गरिस् मेरो बहिनीहरूलाई खुब राम्रो दिइछेस् तैँले संस्कार के गर्नु त हजुर अब तपाईँको ज्वाइँ नै ठुलो मैयालाई लिन आउँदाखेरि झुत्रे झाम्रे रक्सी खाएर टिभी लागेर डिबी लिन आएको भन्थिन् ठुलो बहिनीले त्यस्तै गरेर आएका थिए अब अहिले सानो बहिनीलाई फकाउनलाई हिरो जस्तो भएर टक्क सुट प्यान्ट लगाएर ढाका टोपी लगाएर छालाको जुत्ता लगाएर अब यसरी आउनु भएको छ मेरो के दोष पनि त सम्झिने बुझ्ने त भएको छ नि दाइ उसले पनि बुझ्नु पर्ने हो दिदीले त्यति दुःख बुझेछु पाएको छ बुझेछु मैले सबै कुरा बुझेर नै उहाँसँग जान लाग्यो अनि दिदीको सौता हुन गएको तिमी चाहिँ के को सौदा तिमी राम्रो लाग्छ दिदी त डिभोर्स त भएको छैन त दिदी भेनाजुको सबै त कुरा बुझेको छ कसरी बुझेको छ दिदीले कति दुःख पाइरहेछ दिदी आएर 2 वर्षसम्म हाम्रै घरमा बसेको त्यो दुःख पाएको हेरिस् दिदीले त आफैले गर्दा दुःख पायो भोलि आफ्नो पनि पारा त्यही हुन्छ आफैले गर्दा हुन्छ यो घरमा नि कसरी बस्नु भाउजूले पनि माया गर्नु हो नि सुन्नुभयो हजुरले ठुलो मैयाले मेरो आमा जस्तो भाउजू भनिसिन्छ सानो मैया चाहिँ मलाई यसो भनिसिन्छ उहाँलाई भिनाजु मन परेको छ भिनाजुले कान भर्नु भएको छ ज्वाइँले कान भरेर अरू कसैको माया लाग्ने कसैले गरेको मायाको उहाँलाई पर्वा नै छैन अनि मैले के संस्कार सिकाउने ठुलो मैया त्यति राम्रो संस्कारी हुनुहुन्छ त्यति राम्रो मलाई माया गर्नुहुन्छ मेरो माया गरेको कुरा गर्नुहुन्छ मेरो आमा जस्तो भाउजू हो सानैमा बुवा आमा मरेर गए पनि मेरो आमा जस्तो भाउजू आमा जस्तो बाउ जस्तो दाइ भनेर भन्नुहुन्छ सानो बहिनीको ताल यसो छ मैले के संस्कार सिकाउने पर्यो नि आमा जस्तो भनेर त नभनेर के गर्नु अब बाध्यता कसरी हुन्छ दिदीलाई दुःख दिएको त आफैले थाहा थियो 2 वर्षसम्म घरमा आएर दादा हजुर उहाँले आफू पानीमाथिको ओभान हुनको लागि मलाई बेकुफ सम्झाएर ऊ राम्रो हुन खोजेको मात्रै हो मैले उसलाई चाहिँ नि घरबाट चाहिँ नि 4-5 दिन बसेर आउँछु भनेर माइत पठाएको उसले केही सिप नलाएर तपाईँहरूलाई फुलबुट्टा भरेर मलाई बेकुफ बनाएर त्यहाँ बस्न सफल भयो कि मात्रै हो अब हजुरले हेर्दै जानुहोस् त यिनलाई मैले कस्तो गर्छु त्यसपछि हजुरलाई सबै कुरा थाहा भइहाल्छ हजुरको नियत नि थाहा पाइसक्यौँ हामीले ठुलो मैयालाई लिन आएँ भनेर डिबी परेपछि लिन आएँ भनेर आउँदाखेरि झुत्रे झाम्रे रक्सी खाएर ठहठसी गनाउँदै अनि त्यो सालीलाई भएर आउनुभएको थियो च्याट्टै पारेर आएको र नि कानमा कुरा भर्यो होला साली मक्खै नि अब दुईटा कुरा सुन्नु तपाईहरुलाई चाहिँ मेरो भेना राम्रो हेर्नु न, हेर्नु अहिले उहाँ कस्तो भएर आएको भए पनि नहुने भयो के हामीलाई जान दिनु हिँड्नु जान सान्दिनँ खुरुक्क भित्र जा दादा हजुर एउटा कुरा भन्छु है मैले हजुरले सबै भनेको मान्छौँ म त्यति झुते झुम्रे भएर आएर खुट्टै समातेर ढोकेर सारा चिज चाहिँ अलाना बिलाना गाउँदा पनि मेरो एउटा पनि वचन सुन्नु भएन अहिले म चट्ट तपाईँकी चाहिँ नि बहिनीलाई सुहाउने जोडी बनेर आउँदा पनि तपाईँहरू मलाई राम्रो देख्न चाहनुहुन्न भने तपाईँहरूले यो घरमा र म ज्वाइँलाई चाहिँ गर्न खोजेको चाहिँ के हो यो कुरा भन्नुहोस् त अब हामी नमस्कार गर बिदा भयौँ फेरि कुनै चाडपर्व पर्दाखेरि हजुरबाट हामीलाई चाहिँ निमन्त्रण आयो भने टिकाटालो लाउनुको साथ हामी भेटघाट हुन आउँछौँ हामी अहिले बिदा भयौँ गर्दैन हामी निमन्त्रण म दिदीलाई दुःख दिएको त थाहा होला फेरि पनि दुःख पाए भने यो घरमा माइती नआउनु माइती नआउनु त फेरि पनि दुःख पाए हामी बोलाउने ओर्ने केही पनि छैन पनि गरेर खान्छौँ आधी हाम्रो गोताबाट मरे गए हालत भएको थियो खुब केटी फकाउनमा त माहिर हुँदो रहेछ बोल न बोल किन बोल्दिनौ कुनै पनि हालतमा पानी मुनि लगाएर भने नि म पाल्ने मेरो क्षमता छ म यहाँ फर्केर गुनासो सुनाउनु वाला छैन ल हेर्नु हजुरलाई विश्वास लागेन भनेदेखि हजुरको बहिनीका मुखबाट हजुर सुन्न सक्नुहुन्छ भन्दै मैले कति भन्नु मैले भनिसके त म आऊ नक्कली नबस यता आएर बस आऊ त्यहाँ गएर बस्नु यहाँ बसेर भन किन तिमी पनि कम्ती कि नक्कली भएकी छौ भयो तपाईँ जहिले पनि यस्तै हो मलाई तपाईँसँग बस्नु छैन भनिरहेको छ त ल ल यहीँ बस चुप लाएर यहीँ बस अनि तिम्रो कुरा सिद्ध्याएपछि मात्रै जाउली गरेर जाने हो के बहिनी के भन्न खोजिरहेको यो तेरो अर्कै कुरा उहाँको अर्कै कुरा के हो तेरो निर्णय चाहिँ के हो हे तेरिका तपाईँहरू केही पनि नकराइरहनु क्या मेरो जिन्दगी हो म भेनासँगै जान्छु उहाँसँगै बस्छु भनिसके त मैले तपाईँहरूलाई जान्दिनँ हामीलाई यसको निर्णय केही मन्जुर छैन मलाई लैजाऊ भित्र यसलाई
के साँच्चै साँच्चै नगइ नछोड्ने हो भिनासँग सानी मगै छोड्दिनँ त्यसो नगर सानी नजाऊ बरु मर्छु उहाँसँगै जान्छु म कहाँ मर्छ तिम्रो त भित्र लर यहाँ उहाँलाई केही बोल्न दिनु न एकछिन दिनुहोस् न उसको सुन्नु जबरजस्ती किन गरिदिन्छ पाउनु दिदी म सोध्दैछु पाउनुहोस् है तपाईँ पाउनुहोस् एकछिन म पाता फर्काएर हात खुट्टा बाँधेर लडाउँछु लगेर भित्र अनि कसरी मर्थ्यो भन त तपाईँले त जान्नु भएकै त्यही त छ नि पहिले त्यही कहिले चाहिँ हामीलाई माया गर्नु भएको छ र इज्जत छैन दादाको इज्जत छैन यो घर परिवारको समाजको इज्जत छैन हाम्रो कसरी मुख देखाउनुहुन्छ दादाले दिदी हजुर के यो गाई बस्तु हो र पाता फर्काएर चार हथुरो बनाएर लडाउने यहाँ आएर बस्छ तिमी यता आऊ। एकछिन 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 दिदी ल ल जाऊ 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 दिदी जा, दिदी जा। यहाँ सुन्नुहोस् त 1 मिनट है ल ल ल ल लगो लगो के गरेको के गर्नु अब आफ्नै मान्छेमा खोट भएपछि कसको के लाग्छ र सरकारलाई के भन्ने र? ल अब यही नै हो निर्णय यिनीहरूको सक्यो आधै केही भन्नु छैन म आइन्दा मेरा चेलीबेटी छैनन् है मरे अब हाम्रो लागि मरे एउटै हो जानु